ल हेर्नुहोस् गाइस हो ठाकुर बर्मानीको यो एउटै एकै ठाउँमा बनाएको छ हेर्नु न गाइस यो हाम्रो ठाकुर बर्मानीहरूमा लाउने ढोकाको पल्ला हो यसमा एकैचोटि सेटिङै भेटिन्छ यो यतातिर यो चेन गेट बनिरहेको अवस्थामा हो यसमा 13वटा उ छन् फाट बत्ती 13वटा बत्तीमा मोटामोटी यो 100 केजी 100 200 केजी हुन्छ यो अर्को पनि ठाकुर बर्मानी बनिरहेको छ यो दुईटा चेन गेट बनिसकेको छन् यो एक सेट चेन गेट हो यहाँ अर्को सेट यो पनि चेन गेटै हो ल हेर्नुहोस् गाइस यो हाम्रो 1 इन्ची पाइपमा हेर्नु होला 1 इन्ची पाइपमा हामीहरूको यो एकदम सुत्ने खाट डबल बेडको लागि सुत्ने खाट बनाइरहेको 4x6 को यो त चेन गेटका फ्रेम हुन् यो पनि ठाकुर बर्मानीको सेट हो यसलाई फिनिसिङ हुन बाँकी नै छ गाइस यो पानी ट्याङ्की हो यो भनेको सटरका गाइड हुन् ल हेर्नु होला गाइस यो भनेको एकदम अहिलेका लेटेस्ट बनेका प्लाईमा सेट गरेर बनेका टेबलहरू जुन दोकानहरूको लागि भनौँ न माल सामान बिक्री वितरण बेच्नको लागि हो ल आउनुहोस् गाइस हामीहरूले पनि भर्खरै छोटो तरिकाले सामान बिक्रीमा राखिरहेछौँ आवश्यक पर्ने ग्रिलका साथी दाजुभाइहरूलाई हामीहरूले पनि अब केही मात्रामा सामान्य रूपमा बेचबिखनमा राखिरहेछौँ पाइप छन् गोलो पाइप पनि छ 2 इन्चीको पाइप पनि छ गेट च्यानल छ त्यस्तै स्क्वायर डन्डीहरू पनि छन् अब 1x2 को पाइप पनि छ सटरमा लाउने गोलो पाइपहरू पनि छन् त्यस्तै 1.5 का एङ्गल छ 1 इन्ची पाइपहरू छ हल पत्ती छ पनेको पनि पाइप छ होइन 100 টাকা दिबा कैसे भाइ 100 টাকা अनि 100 रुपियाँ त नभए कहाँ गयो त फेरि ल लिएर आउनु नि लिएर आउनुहोस् नि 100 টাকা मलाई दिबा हते अनि पनेको स्क्वायर पाइप छ त्यसको साथसाथै गोलोबाट हामीहरूको 1 इन्ची पनि पाइप छ यहाँ हेर्नु होला गाइस गोलो पाइप यो भनेको पौनेको स्क्वायर पाइप हो यहाँनेरि अनि हलपत्तीहरू पनि छन् 1 इन्ची एङ्गल पनि छ अब 2 इन्ची फ्ल्याटहरू पनि छन् 13 केजी र 13.5 केजीको पाइप र तपाईको 16 केजीको पाइप एकदम विशेष रूपमा यहाँनिर चाहिँ प्रशस्तै मात्रामा छ भनौँ न धेरै चाहियो भने पनि उपलब्ध भइहाल्छ ल गाइस च्याद्राहरू पनि छन् च्याद्राहरू पनि चाहियो भने छन् करिब ग्रिलका आइटमहरू चाहिने भनौँ न लगभग सबै छ यति भयो 2 इन्ची पाइप पनि छ यहाँ हेर्नु होला प्लिज यो भनेको 2 इन्ची पाइपहरू हुन् 2 इन्ची स्क्वायर पाइप ल गिरेज हामीहरूको भनेको गैरीगञ्ज चोकदेखि उत्तर दमक जाने बाटोदेखि पूर्व मोटामोटी चोकबाट 50 मिटरको उत्तरतर्फ बाटोको पूर्वपट्टि लोकेसन यसरी यही हो लोकेसन हामीहरूको तपाईले यता पुरा हेर्ने बित्तिकै फलाम छरिएको प्रशस्त मात्रामा
देख्नुहुनेछ। लगायत हाम्रो पसल यही हो। पसलको नाम हो मा दन्तकाली वर्कसप। यसको प्रोप्राइटर म हो, मेघराज ताजपुरिया। अब सम्झनु होला हजुर।